के भयो भने म हस्पिटल लाइनमा आउँदै गर्दा जस्तै यहाँ हाजिर दिन जुन दिन थियो त्यो दिन आउँदै गर्दा म यहाँ ट्राफिक सर म्यामहरू के हो यहाँ आउनुभयो, यहाँ वेलकमको लागि आउनुभयो। त्यहाँनिर अलिकति ल्याप्सेस देखियो र यहाँहरू जस्तै ई रिक्सा व्यवसायीहरूले अब त्यसमा अलिकति ट्राफिक व्यवस्था ट्राफिक पनि घटिएन अनि त्यसपछि अलिकति जाम देखियो। अनि त्यहाँनिर मैले के अनुभूति गरेँ भने त्यत्रो ठुलो जाम भइरहेको बेला जस्तो पछाडि हजुरआमीमध्ये कसैको परिवारलाई अप्ठ्यारो परेर अन्तिम अवस्थामा भएको बेला कहिले हुन्छ नि त, अप्ठ्यारो अवस्थामा भएर अन्तिम अवस्थामा हस्पिटल लिँदै गर्दा अनि हामी जो लिएर जाँदैछौँ हस्पिटल अगाडि यत्रो जाम लाग्यो भने त्यति बेला आफूलाई कस्तो फिल हुन्छ होला, त्यो ठाउँमा हामीलाई राखेर हेर्दाखेरि कस्तो फिल हुन्छ होला, त्यो हिसाबमा पनि यहाँहरूले बुझिन अनुरोध गरेँ मैले। किनभने यदि यहाँहरूले प्रत्येक व्यक्तिले सबै उसले गरेछ मैले रुल भाइलेसन गर्दा के हुन्छ भन्ने हिसाबमा भन्दा पनि उसले गरे त उसलाई पनि मैले भन्छु आफू त ठिक हुन्छु तर उसलाई पनि मैले ठिक बनाउँछु, ठिक ठाउँमा रिक्वेस्ट गर्छु, अनुरोध गर्छु भन्ने हिसाबमा यसरी लागिदिनु भयो भने के हुन्छ भने त्यस्तो खालको जुन मैले घटना भने नि यस्तो किसिमको घटना कोही व्यक्तिहरूलाई पनि नपरोस्, नहोस् र उसले समयमै उपचार गर्नलाई हाम्रो त्यो प्रिजेन्सको सवारी साधनको चाहिँ अगाडि जामले गर्दाखेरि सवारी साधनको अगाडि उसले गर्दाखेरि त्यो अवरोध नहोस् भन्ने हिसाबमा चाहिँ मैले अनुरोध गरेँ। यहाँहरूलाई मात्रै भन्नु पनि भएन, अरू जो सवारी साधन सम्बन्धी बाहेक हुनसक्छ, अन्य सवारी साधनहरू हुनसक्छ। यहाँ हामी जोले सवारी साधन ड्राइभ गर्छौँ चलाउँछौँ उहाँहरू प्रत्येकले आफूले सवारी नियमको पालना गरियो भने के हुने समग्र रूपमा आफू पनि सुरक्षित र ट्राफिकले अनि अन्य जुन पैदल यात्री सुरक्षित, अन्य जो सडक प्रयोगकर्ताहरू हुनुहुन्छ उहाँहरू सबै सुरक्षित हुनुहुन्छ र हामीले चाहेको सुन्दर नगरलाई थप सुन्दर बनाउनु, थप सवारीको हिसाबमा व्यवस्थित गराउनु, ट्राफिक व्यवस्थापन गर्ने सन्दर्भमा राम्रो हुन्छ र यहाँ हजुरहरूको व्यवहार, हजुरहरूले जुन सवारी साधन चलाउनुहुन्छ, हजुरहरू भन्नाले ई रिक्सा र अटो रिक्सा मात्रै भनियो मैले अन्य सवारी साधनहरूका विषयमा पनि भोलि सार्वजनिक सवारी होला, निजी सवारी होला, यहाँहरूको जुन व्यवहार, यहाँहरूको जुन यहाँको ट्राफिक आफूले सवारी नियम पालना गर्ने सन्दर्भमा के कुराहरू अपनाउनुहुन्छ त्यो यसले के गर्छ यहाँको समग्र जनकपुरको इमेज चाहिँ बाहिर जान्छ। यहाँ त नेसनल इन्टरनेसनल टुरिस्टहरू आउनुहुन्छ, बाहिर विदेशबाट आउनुहुन्छ, विभिन्न कन्ट्रीहरूबाट आउनुहुन्छ, नेपालको पनि अन्य ठाउँबाट आउनुहुन्छ। यहाँ आइरहँदाखेरि हजुर हामीले जस्तो ट्राफिकको कुरा ट्राफिकले राम्रो व्यवहार गरिदिएन भनेपछि के हुन्छ हो तपाईँहरूलाई पनि नराम्रो लाग्ने हुन्छ र बाहिर आउने पर्यटकहरूलाई पनि कस्तो ट्राफिक रहेछ, कस्तो पुलिस रहेछ, ट्रेनिङ गरेको रहेछ अर्थात् ट्रेनिङ गरेर कस्तो व्यवहार देखा भन्ने खालको गर्छ। त्यस कारण मैले के लाग्छ भने हामी ट्राफिक प्रहरी पनि काहीँ कमजोरी छ भने हामीले पनि सुधार्नुपर्छ, आफैबाट सुरुवात गर्नुपर्छ र साथसाथै यहाँहरू जस्तो अटो रिक्सा ई रिक्सा व्यवसायहरू र अन्य सार्वजनिक सवारी चलाउने साथीहरू व्यवसायहरू पनि त्यो इमेज चाहिँ यहाँ जनकपुर चाहिँ राम्रो छ, स्वच्छ छ, राम्रो छ, ट्राफिक म्यानेजमेन्ट राम्रो छ, यहाँका व्यक्तिहरू शिक्षित छन्, यहाँका व्यक्तिहरूले चाहिँ ट्राफिक रुल चाहिँ एकदम फलो गर्नुहुन्छ र त्यहाँ जाँदाखेरि हामीलाई ठुलो दुःख हैरानी झन्झट हुँदैन, ठुलो जाममा परिरहनु पर्दैन भन्ने खालको मेसेज बाहिर दिन सक्यो भने त्यो चाहिँ यहाँ टुरिस्टहरू आउने हुन्छ, पढ्ने हुन्छ, यहाँको समग्र पर्यटन प्रवर्धनको सन्दर्भमा पनि राम्रो हुनुहुन्छ। यस्तो तरिकाले हामीलाई हामी कृतज्ञ छौँ उहाँप्रति। हामीलाई दिनको कमसेकम यहाँ 2000 ई रिक्सावालाहरूलाई पठाएर क्लास दिएर उहाँबाट सेवाहरू दिएर जानुहुन्छ। तर हामीहरूको कमी कमजोरीले गर्दा हामी लाइसेन्स भन्ने पनि धेरै साथीहरू लिन सकेका छौँ। कहाँ हामीहरूको साथी जानकी माताको नगरीमा आउनुभएको हजुर योभन्दा पहिलाको पनि इन्सपेक्टर साहब र एसपी साहब, सिडिओ साहब सम्पूर्णलाई हामी स्वागत र सम्मान गर्दै आएको छौँ। यो प्रक्रिया निरन्तरम हाम्रो रहनेछ र हजुरले यो जिल्लामा आएर जुन कार्यको लागि आउनु भएको छ, जुन पदको अहिले जिम्मेवार लिनुभएको छ त्यसको लागि हाम्रो नेपाली रिक्सा मजदुर सङ्गठन धनुषाको तर्फबाट र हाम्रो परिवारप्रतिबाट र हाम्रो व्यक्तिगतबाट हजुरलाई धेरै धेरै वेलकम र स्वागत, नमस्कार। हजुरले आज हामी सानो एउटा सम्मान कार्यक्रम चाहिँ हजुरलाई र हाम्रो सचिवजी पनि हजुरलाई सम्मान गरिदियोस्। श्याम फोटो खींचू